के होला भन्नुभएको छु कि खासमा टकराव कसैको पनि होइन मलाई लाग्छ। टकराव चाहिँ पर्सनल दुश्मनी त केपी ओली र बादलको पनि छैन होला। तर दुश्मनी कहाँनिर छ भने 35-37 वर्षदेखिबाट यहाँ हाम्रा अग्रज केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड सबैले चाहिँ राज गरे नेपालमा। परिणाम के आयो? भएका युवा सबै विदेश हैन। नेपालमा रोजगारीको कुनै पनि ठेगान छैन। भएका व्यवसाय दामासाई बाहेक अरू केही भएन। त्यसको लडाईँ, त्यसको दुश्मनी हो जस्तो मलाई लाग्छ। अनि तपाईँ बालेन हार्यो भने के जान्छ त? 2084 साल आउँदैछ। 84 मा स्थानीय चुनाव हुने हो। बालेन हार्यो भने देशको जुनै पनि क्षेत्रमा नामावली लिएर गएर चुनाव जित्न सक्ने सम्भावना यथावतै रहन्छ। तर केपी ओली हार्यो भने उसको जिन्दगीमा राजनीति भन्ने शब्द डिक्सनेरीबाट काटिन्छ। यो कुरा चाहिँ बुझेका छन् एमालेहरूले, बुढाहरूले बुझेका छन्। त्यो भएर पनि यता चाहिँ महेश बस्नेत सर भौँ भौँ गरिरहनु भएको, उता अर्का केपी बा सोसल मिडिया भन्दै हिँड्नु भएको होइन। त्यो भएर तपाईँ हामीले चाहिँ एकचोटि विवेक चाहिँ फुट्याउन चाहिँ जरुरी छ। देशमा केही हुन्छ भने स्थायी सरकार चाहिँ जरुरी छ। हामी गर्ने मान्छे, गर्न खोज्ने मान्छे, तर माध्यम वातावरण नबनेपछि तपाईँ हामी जतिका व्यवसाय गर्ने मान्छे निरुत्साहित बाहेक अरू केही हुन सक्ने अवस्था छैन। त्यो भएर साथी हो, एकचोटिलाई चाहिँ विचार गर्न सबैलाई अनुरोध गर्दछु। धन्यवाद।